आफ्नो पुरानो गाउँ जाँदा र आफ्नै हातले लोकल कुखुरा काटेर खाँदाको मजा नै बेग्लै हुँदो रहेछ। भिडियोमा बनिरहनु यति मजा आउनेछ कि। अल गुड गाइज, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो छोटो अनि मिठो भ्लगमा। आज चाहिँ म, मेरो दिदी र भान्जी चाहिँ हामी जाँदैछौँ मेरो पुरानो गाउँमा। त्यहाँ मान्छे बितेको हुनुहुन्छ, त्यहाँ जाँदैछौँ। त्यहाँ त भिडियो बनाउन मिल्दैन, तर पनि मेरो गाउँ हजुरहरूलाई हल्का भए पनि देखाउँछु। अनि यहाँ अङ्कलले चाहिँ यस्तो दामी गीत गाउने, तर यहाँ अङ्कलको आँखा चाहिँ नदेख्नु हुँदो रहेछ। मलाई चाहिँ यति मन पर्यो गीत कुरै छोडिदिनु। हजुरहरूले पनि सुन्नुहुन्छ भने म सुनाइदिइहाल्छु, सुन्नु होला त है। देवी परमेश्वरी महेशको होटल पसलमाथि मैले सोचेको पुरै दिन देवी परमेश्वरी पौला बिदा लक्ष्मीको हातैले पौला बिदा लक्ष्मीको हातैले रक्षे गरन पशुपति नाथैले पानी घैलाको बिर्सौकी मायाले पहिलाको। मलाई चाहिँ यहाँको कला र मेहनत देखेर मलाई भित्रैदेखि पैसा दिन मन लागेर मैले हल्का पैसा दिएर सहयोग गर्छु, किनकि अब धेरै त मसँग नि छैन, म पनि बाहिर जान लागेको हो। त्यही भएर मैले हल्का भए नि पैसा दिएर सहयोग गर्न चाहन्छु मनबाट नै। अब हजुरहरूले पनि चाहनुहुन्छ भने चाहिँ यहाँ जिगाउँ हुनुहुन्छ, यहाँ आउन सक्नुहुन्छ र हेल्प गर्न सक्नुहुन्छ। र मेरो दिदी चाहिँ अटोमा बसेर हामी पुगिसकेका थियौँ। फेरि यो मेरो गाउँ हो हेर्नु। अनि त्यो जुन घरमा मैले भिडियो बनाएको थियो मेरो चाहिँ त्यो ठुलमम्मीको घर हो। पहिला म त्यहाँ सानोमा खुब बस्थेँ, इन्जोय गर्थेँ। अब अहिले त उहाँहरू यजगाउँ हुनुहुन्छ, म चाहिँ जिगाउँछु। त्यही भएर नि अब टाढा टाढा त धेरै छैन, तर पनि उतातिर जान खासै मन लाग्दैन। मन लागेपछि उता गएपछि फेरि आउन मन लाग्दैन। त्यही हो, त्यही भएर नि म जाँदैन उतातिर। मैले भिडियो बनाएको थिएँ नि छुट्टीको बेला आफैले कपडा धुनुपर्छ भनेर। यहाँ चाहिँ मेरो दिदीले र बुढीले धुइदिरहेको छन्। फेरि हेर्न सक्नुहुन्छ मैले लोकल कुखुरा पुरै आफ्नै हातले काटेको, मैले फर्स्ट टाइम काटेको। तर यस्तो एक्सपिरियन्स कहिले कसो गर्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ, मजा आयो होइन। कुखुरा काटेर सकिसकेपछि चाहिँ हामी चटपटे खान लाग्छौँ। म, दिदी र मेरो बुढी अनि भान्जा भएर हामी चटपटे खान लाग्छौँ। फेरि मेरो बुढीलाई चाहिँ यति धेरै पिरो लाग्यो। मेरो दिदीले फेरि हिन्दीमा भनिदिरहेको थिएँ, उसको पिरो लग रहा है, इसको इतना हो रहा है बोल के भनिरहेको थिएँ। अब मैले केही हाँसिरहेको थियौँ हामी। तर जे जस्तो भए पनि 10-12 दिनको लागि भयो नि रमाइलो रमाइलो पलहरू भइरहेको छ। अब हामी छिट्टै नै घुम्न जानेछौँ, त्यो भ्लग नै हाल्छु। सकेसम्म त त्यो म लङ भ्लग बनाउँछु होला सायद, सकेसम्म है। मलाई बोल्न चाहिँ कन्फिडेन्स छैन नि त, त्यही भएर चाहिँ म फेरि त्यो नत्र सर्ट मिनी भ्लग नै बनाउँछु। फेरि हेर्न सक्नुहुन्छ मासु बनाउने कार्यक्रम चलिरहेको छ। फेरि अब यो मासु खानमा कति मजा आउला त। अब मैले खाँदाखेरि चाहिँ भिडियो बनाउन पाइनँ, मेरो मोबाइल चार्जर थिएन। अब आगोमा बनाइरहेछ भने नपोलेर खाने त पुरै भएन। फेरि मेरो बुढीले चाहिँ मेरो लागि पोलिदिरहेको थियो 2-3टा पिसहरू। यस्तो मजा आउँछ नि पोलेको खाना चाहिँ, यस्तो मजा कि कुरै छोडिदिनु। पहिले त लोकल कुखुरा कति रसिलो हुन्छ, झन् यस्तो दन्दन बलेको आगोमा बनाउँदा झन् कति रसिलो होला त। मजा कुरै छोडिदिनु। मैले खाएको त पुरै एकदम दिवाना भयो।